नमस्कार, म सन्तोष कुमार। आज म झापाको क्षेत्र नम्बर 5 स्थित कमल गाउँपालिकामा छु र यहाँको स्थानीय यहाँको जनताहरूलाई म आउने फाल्गुन 21 गतेको निर्वाचनमा कसले कुन पार्टीमा भोट दिँदो रहेछ भन्ने बारे यो भिडियोमा तपाईहरुलाई देखाउन जाँदैछु। म जम्मा 100 जनालाई सोध्ने छु र 100 जना मध्ये कति जनाले तपाईलाई कुन पार्टीमा भोट दिन्छन् भन्ने कुरा यस भिडियो मार्फत जानकारी पाऊ। ल अब यो भिडियो स्टार्ट गरौँ है। दाइको भोट केमा? घन्टीमा। दाइको भोट चाहिँ यसपालि केमा? घन्टीमा। यसपालिको भोट केमा? यसपालिको भोट केमा? घन्टीमा। मेरो पनि घन्टी नै हो। घन्टीमै हो। यसपालिको भोट केमा? घन्टीमा। 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 भोट केमा? यसपालि भोट अब धेरै हेरियो, काङ्ग्रेस एमाले माओवादीहरू सबै हेरियो। 30 वर्षको कार्यकालसम्म अब खोइ खासै विकास भएको पनि देखिनँ। अब यसपालि चाहिँ यो परिवर्तन गर्नुपर्छ कि जस्तो लाग्दैछ मलाई। भोट चाहिँ यसपालि घन्टीमा हाल्नुपर्छ होला जस्तो लागिरहेको छ मलाई। यसपालिको भोट केमा? यसपालिको भोट घन्टीमा। यसपालिको भोट केमा? घन्टीमा। घन्टीमा। हेलो दाइ, यसपालिको भोट केमा? यसपालिको भोट केमा? हाँ? मुझे पता नहीं है। क्यों पता नहीं? कहाँ से हो? अबे मैं तो बंगाल का हूँ। हेलो बुवा, यसपालिको भोट केमा दिन चाहनुहुन्छ? के छ ब्रदर? यसपालिको भोट केमा? माटोमा। A few moments later. मै हो प्रधानमन्त्री को हो त प्रधानमन्त्री जय नेपालको नाराले दुःख पायो नेपालीले नेपाली साराले। अनि बुवा यसपालिको भोट केमा त? घन्टी। वाह। हेलो हेलो भन्नुहोस्। यसपालिको भोट केमा? यसपालिको भोट सूर्यमा। सूर्यमा? मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या, म त छटपट्टि नै हुन्छ। मलाई पनि थुप्रै साथीहरूले भेट्दाखेरि जवानै देखिनुहुन्छ भनेर भन्छन्, त्यसमा पत्याइहाल्नु पर्ने कुनै जरुरी छैन। आइएको मधेसिया छौरा प्रधानमन्त्री बनेला है वैला आइएको मधेसिया पीएम बने वाला है वैला घंटी में वोट नहीं रहे के सही लोग आवे वाला है वैला घंटी में वोट रहे के सही समय आए वाला है वैला घंटी में वोट रहे के सही सरकार आए वाला है वैला घंटी में वोट रहे के। झुटा भाषण पेट भरि गफ लागि देश बेच्ने सत्ता मात्रै खप।